मेमे हजुर यो के गर्नु भएको यो ड्याङमा के रोप्नु भएको छ यसमा यो चाहिँ नाति नि यो सबै यो डल्ले खोर्सानीको बिउ राखेको यसमा ए अब हेर त डल्ले खोर्सानीको दाम कहाँ पुग्यो 250 250 पुगिसक्यो कहाँ हो पहिला पहिला त 800 भन्छ नि नयाँ निक्ल्यो भने त अब अहिले त हामीहरूले त तल त अब 150 250 मा दिँदैछ नि ए हो सिमताङमा लगेर अन्त बिजन चाहिँ राख्ने समय भएर अन्त बेलामाथि बिउ राखेको नि अन्त यो फापर चाहिँ अब यस्तो भइगयो फापर अब यसले अर्को सुकुबार त भइहाल्छ हो अरु यहाँ चाहिँ के छ हौ यहाँ चाहिँ धनिया हजुर यो चाहिँ धनिया खेती उ त्यो माथि चाहिँ पाल्की खेती खोइ यस्तोतिर पनि रोप्नु भएको माथि चाहिँ पाल्की लगाएको लु त्यो चाहिँ पाल्की लगाएको पहिला धनिया थियो अहिले पाल्की रहेछ यो डिलमा चाहिँ अलिकति भए पनि बारी चाहिँ खाली नराखेको नि हिजो अस्ति राखेको धनिया अब यो उखेल्दै लग्यो हो हजुर यो ठुलो ठुलो उखेल्दै लग्यो फेरि सानो यसरी आइहाल्छ फेरि हो हजुर अन्त यो ठुलो लाँदै गऱ्यो मसिनो बढ्दै गर्छ फेरि त्यो अलिक ठुलो भएर लाँदै गऱ्यो अन्त सानो जग्गा भए पनि बेचेकै हुन्छ त्यसरी लाउनु पर्दा हाम्रो मेमे त बेच्नुमा पल्क्यो हाम्रो मेमे अब के गर्नु त अब त्यसैबाट यसो खानु पिनु सर सौदा सबै त्यसैमा छ यो यसो गरेर बेचेन भने त कसले दिएको खानु हो अन्त त्यही त हो है यो चाहिँ पाल्की हो यो पाल्की है यो चाहिँ पालक अहिले मेमेले नयाँ टेक्निक ल्याउनु भएछ यो टोड्का पार्दै के गर्नु भएको यो टोड्का पार्दै यो दुलो चाहिँ कसरी भयो यो कुन यो हो यो दुलो पारेको चाहिँ अब नातिनीहरूले पनि सिकिराख्नु हजुर यसमा चाहिँ मैले यो दुलो किन यसरी यो यहाँ छ यसले यसो गरेर यो दुलोमा चाहिँ नि हजुर यो दुलोमा चाहिँ गाईको मुत ल्याएर तुरुक 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 लाउनु पर्छ किन त्यो भुइँभित्र लगाएपछि चाहिँ अन्त यो यसको जरोमा जाँदो रहेछ नि भुइँ भित्रै ए हो अन्त त्यसो गर्दाखेरि चाहिँ गाईको मुतले चाहिँ अन्त सदा दिन राम्रो भएर आउँछ ए अर्ग्यानिक अर्ग्यानिक अन्त गाईको मुत गाईको पिसाबले चाहिँ अब यसरी सब्जी निकाल्यो भने चाहिँ त्यसले चाहिँ अर्ग्यानिक भनिन्छ बाहिर पनि रोप्नु भएको छ क्या मेमेले बाहिर छ नि हौ के रोप्नु भयो बाहिर चाहिँ बाहिर त झन् साह्रो हाम्रो मेमेले चाहिँ लु कहीँ छोडेन मेमेले एकछिन बिसाउनु पनि पाउँछ के हौ बाहिर त अब यो तोरी लगाएको यो पनि तोरी लगाएको तोरी अन्त यो मिठे फापर बजारमा लानुपर्छ एक हप्ता लगेन भने दाजु मिठे फापर ल्याउनु भएन भन्छ अन्त छरेको छु उम्रिन्छ है भरे भोलि ल्याउँछु भनेर भन्छु नि म हो बहिनीहरूको लागि रोपिदिनु भएको मिठे फापर होइन अब किन्ने बहिनीहरू बेसी आउँछ अन्त अब बहिनीहरूलाई दिनै पर्यो नि हो हाम्रो मेमे पनि झिम्के छ नि हो अलिअलि गाइस यो चाहिँ अब अर्को सुकुबार ट्याडी भइहाल्छ अब यो दामी रहेछ मेमे यो मजाको भएछ यो रेडी सुकुबार उड्छ यो अब ए हो अब भोलि म पनि लान्छु यो अलिकति ल हुन्छ लैजाऊ न हुन्छ यहाँ हेर्नुहोस् न यसरी बेड बनाएर चाहिँ यहाँनिर तोरी फापर पाल्की धनिया सबै रोप्नु भएको छ है हाम्रो मेमेले चाहिँ गाउँ बस्तीमा बसिसकेपछि चाहिँ सब कुरा रोप्नुपर्छ किनेर खानु हुँदैन भन्ने भनाइ छ हाम्रो मेमेको चाहिँ भिडियो मन पर्यो भने लाइक सेयर गरिदिनुहोस् होला हाम्रो मेमेको मेहनतको लागि सबैजनाले बाई बाई थ्याङ्क यू फर वाचिङ मेमे बाई बाई भनिदिनुहोस् ल बाई बाई एकदम मेरो भिडियो लाइक गरिदिनुहोस् है सबैजनाले धेरै धन्यवाद दिन्छु मुरीको धन्यवाद दिन्छु ल हुन्छ